मलाई खाना दिनुस्। पोखरामा पर्यटकमाथि अपमानजनक व्यवहार, कडा कारबाहीको माग। पोखरा प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रमा एक नेपाली व्यक्तिले विदेशी पर्यटकलाई खाना खाइरहेको बेलामा पैसा मागेर दुर्व्यवहार गरेको घटनाले हामी सबैलाई दुखी बनाएको छ। हामीलाई थाहा छ कि त्यो व्यक्तिले आफ्नो खर्चमा त्यो पिकनिकमा गएको थियो, तर पर्यटकलाई एकपटकको खाना खुवाउँदा कसैले केही पनि असर हुने थिएन। नेपाली संस्कृतिमा अतिथि देवो भव भन्ने उक्ति छ, जसको अर्थ पाहुनाले भगवानसम्म मान्नुपर्छ। तर उक्त व्यक्तिले यो उक्तिलाई पूर्ण रूपमा गलत साबित गर्दै नेपाल र नेपाली जनताको गलत छवि प्रस्तुत गरेका छन्। यस्ता व्यक्तिहरूलाई कडै कारबाही गर्नुपर्छ ताकि अन्य व्यक्तिहरूले पर्यटकसँग यस्तो व्यवहार नगरून्। यस्ता घटनाहरूले नेपालको पर्यटन उद्योगलाई ठूलो नोक्सान पुर्याउँदछ। त्यसैले सरकारले यस्ता व्यक्तिलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्नुपर्छ। अनि पर्यटकले पैसा दिन खोज्दा ती व्यक्तिले केवल 2-3 100 रुपियाँ देखेपछि खुसी भएनन् र आफ्नो इगोलाई चोट पुगेको महसुस गर्दै आफ्नो 1.5 लाख रुपियाँको औँठी देखाउँदै घमण्ड गरे। अन्य पिकनिकका लागि आएका मानिसहरूले उसलाई टाढा लगे। सुरुमा सबैजनालाई लाग्यो कि उनी त मजाक गरिरहेको छन्, तर धेरै घृणित कुराहरू गरेपछि पर्यटकले रमाइलो मानेर खाइरहेको खानाको बिचमा नै जानु परेको थियो। पर्यटकले पैसा दिँदा सबैले अस्वीकार गरे र उनले आफ्नो ब्लग समाप्त गरे। हामी ब्लग हेर्नेहरू पनि यो भिडियो हेरेर निकै अपमानित र दुखी भयौँ। ती व्यक्तिलाई त झन् कस्तो भयो होला। साथै मैले सामाजिक सञ्जालमा मानिसहरूले उनलाई जातीयताको आधारमा निकै आलोचना गरेको देखेको छु। हामी अहिले 2025मा छौँ। हामीले उनलाई जातीयताको आधारमा आलोचना गर्नु अलि सुहाउँदैन। एक व्यक्ति आफ्नो राम्रो व्यवहारको लागि आफै जिम्मेवार हुन्छ, उसको जाति होइन। यदि तपाईँले पुरा भिडियो हेर्न चाहनुहुन्छ भने द लस्ट जोय युट्युब च्यानलमा जानुहोस्। म डिस्क्रिप्सनमा पनि उहाँको लिङ्क छोडिदिन्छु। त्यहाँबाट 22 मिनटपछि त्यो व्यक्ति देख्न सकिन्छ। यो पनि ध्यान दिनुपर्ने कुरा छ कि त्यो व्यक्तिले निकै कन्सेन्ट र अन्य कुराहरू गरे, तर उनी आफै पहिले त्यो पर्यटकको नजिक गएका थिए।